सबैजनालाई नमस्कार। यतिखेर तपाईँले एउटा पुरानो तर अत्यन्तै संवेदनशील भिडियो हेर्दै हुनुहुन्छ। यो भिडियो हो 2072 साल जेठको 10 गतेको, जुन दिन काली गण्डकी नदी थुनिएको थियो। म्याग्दीको राम्चे गाविसको बैसरी भन्ने ठाउँबाट काली गण्डकीमा खसेको पहिरोको कारण काली गण्डकी थुनिएको थियो। राति 2 बजेतिरबाट थुनिएको काली गण्डकी झन्डै दिउँसोको 3:30 अथवा 4 बजेसम्म थुनिएको थियो। यसरी थुनिँदाखेरि तटीय क्षेत्रका बस्तीहरू एकदमै जोखिममा रहने नै भए। त्यसै कारणले अत्यन्तै भयावह स्थिति पैदा भएको थियो। यसले काली गण्डकीको बहार क्षेत्र पर्ने नवलपरासी जिल्लासम्म नै मान्छेलाई एकदम आतंकित गरेको थियो। बेनी बजार मुख्य यसको चाहिँ प्रभाव क्षेत्रमा पर्थ्यो। यसरी मानिसहरू एकदम माथि डाँडामा गएर सुरक्षित हुने बाटो खोजिरहेका थिए। विपदको पूर्व सूचना दिने कुनै संयन्त्र थिएन, कुनै प्रकारका यन्त्र उपकरणहरू थिएन, साइरनहरू थिएन। नेपाली सेनाले त्यो बेला राम्रै सूचना र सूचकको काम गर्यो। यतिखेर हामी देख्न सक्छौँ काली गण्डकी थुनिएको अवस्थामा छ र केही बेरमा काली गण्डकीमा भेला हुनेवाला छ। एकैपटक जम्मा भएको पानी लगभग 2 किलोमिटरको लम्बाइ र 50 मिटरको गहिराई बनेको थियो। बाढीले त्यहाँ थुप्रै घरहरू पनि बगायो, पुलहरू पनि बगायो र डुबानमा पर्यो भने अहिले चाहिँ यसरी खोला बिस्तारै फुटेर यसरी अगाडि बढ्दैछ। दिउँसो 4 बजेतिर बल्ल यो चाहिँ ताल बिस्तारै फुटेछ। एकैचोटि फुटेको भए ठुलो क्षति हुन सक्थ्यो, जसको आकलन पनि गर्न सकिएन। र अहिले चाहिँ यसरी काली खोला फेरि आफ्नो बाटोमा आएको छ। बैसरीमा बनेको ताल बिस्तारै फुट्दै गएछ। त्यसको कारणले गर्दाखेरि त्यति धेरै क्षति हुन पाएन। विपद जन्ने घटनाहरूको पूर्वानुमान गर्ने, त्यसको तयारी गर्ने र विपदको उद्धार तथा राहतका कामहरू हामी सधैँभरि तयारी अवस्थामा बस्नुपर्छ भन्ने कुरा पनि यो घटनाले पाठ सिकाएको थियो। यसरी काली खोला चाहिँ उर्लेर आएको। त्यो बाटोमा चढ्यो नि त, अब उता चढ्यो, त्यो बाटोमा चढ्न लाग्यो। हामी देख्न सक्छौँ मानिसहरू एकदम बजार छाडेर भित्र निकै माथि डाँडासम्म पुगेर यसरी सुरक्षित हुने बाटो खोजिरहेको अवस्था थियो। यिनीहरू कति मूर्ख गरेको नि त नि। त्यो दिन अझै पनि ताजा छ। हेर न झिल्ले